म चाहिँ न हर्केको समर्थन हो न बालेनको समर्थन हो है। दुइटै मान्छेको समर्थन होइन है। म कुरा तपाईँहरूलाई एकदम क्लियर गराइदिन्छु। जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू भिडियो हेर्दै हुनुहुन्छ भने कृपया अलिकति लामो हुनसक्छ, प्लिज हेरिदिनु होला है। अहिलेको यो जुन हिजो गएको त्यो रसुवाको जुन बाढीले जुन क्षति पुगेका जुन त्रिशुलीमा बस्दै आइरहेका उहाँका बासिन्दाहरूलाई जुन घटना पुगेको छ, एकदम दुःख लागेको छ। मलाई पनि एकदम पीड लागेको छ। एकदम कामना गर्छु सुरक्षित हुनुहुन्छ होला भन्ने। र विशेष गरेर भिडियो है, विशेष गरेर भिडियो हिजो म भर्खर साम्पाङको मान्छे होइन है, एकदम कुरा क्लियर हुनुहोस्। म आफू नै हो, आफ्नो मान्छे आफू नै हो है, आफ्नो पार्टी आफै हो। मलाई कसैको त्यो कारकाप केपमा केही पनि हिँड्नु पनि छैन। म आफ्नो सुरले, आफ्नो सोचाइ विचारले, आफ्नो धारणाले हिँड्ने मान्छे है। अनि जे गलत देखाएको छ त्यसलाई गलत चाहिँ पक्रेर म त्यति बेला एक्सन लिइहाल्ने मान्छे है। कुरा क्लियर हुनुहोस्। अब हिजोको दिनमा हामी नेपाली भेडा भन्ने कुरा फेरि म अर्को दोहोऱ्याउँछु। हामी भेडाले गर्दा हेर्दै गर्नुहोस्, अबको अझै 50 वर्ष तेरो बालेन सरकारले अझै देश चलाएछ भने पनि बन्नेवाला छैन, विकास हुनेवाला छैन। यो नेपाल आमाको छातीमा हात राखेर, आफ्नै छातीमा हात राखेर यो नेपाल आमाको लागि कसम खान्छु क्या। 50 वर्षमा नि, आउने 50 वर्षमा पनि खान्छौँ। मलाई किन प्रेसर आयो भन्दाखेरि एउटा हिसाबले हिजो हर्क साम्पाङले हिजोको दिनमा क्युआरबाट पैसा उठाउने बेला ती हर्क साम्पाङले म यति छाती फुलाएर छातीमा हात राखेर भन्न सक्छु होइन, तिनले एक पैसा खाएको छैन क्या। त्यो देखोस् नदेखोस् मान्छेको हरकत, मान्छेको अनुहार, मान्छेको विचार सोचाइले, बोलीले चिनिन्छ क्या मान्छे कस्तो हो भनेर। बोलिराख्नु, चिनाइराख्नु पर्ने जरुरत छैन कोही कसैले पनि। तर हामी नेपाली भेडा भएको कारणले यो देश पक बन्दै बन्दैन। जस्तो सुकै मान्छे ट्यालेन्ट आओस्, जस्तो सुकै प्लान दिमाग भएको भिजन भएको आओस्, बन्दै बन्दैन। हामी नेपाली आफैले लडाइरहेका छौँ। बढी कुरा गर्छु यार, यस्तो प्रेसर आउँछ यार। हिजोको दिनमा हर्क साम्पाङले क्युआरमा पैसा राख्दै गर्ने क्रममा त्यहाँ कुनै पनि एउटा चाहिँ विगत गाउँमा चाहिँ त्यहाँ एउटा झुलुङ्गे पुलको आवश्यकता थियो होला। त्यो बाँसको पुलको खल्लीबल्ली मलाई पनि रिस उठ्छ त्यो देख्यो भने। हो, त्यसोमा मैले पनि भिडियो उठाएको छु यो हर्क साम्पाङको विषयको, यो माटो टिमलाई होइन। तर विशेष गरेर कुरा टीमा गएको त्यो जति पनि च्यारिटीमा पैसा गएको छ नि, प्राय उनीहरूकै जति पनि विदेशमा बसेका नेपाली दाजुभाइ दिदीबहिनीले बुझेर पठाएको हो। हामी जस्तै नेपाली भेडा भएर त्यो कमन सेन्स लिएको होइन क्या है। विदेशमा बस्यो, एटलिस्ट ती गरिब, ती अङ्कल आन्टी, ती बुवा आमा जुन चाहिँ हर्क साम्पाङको विषयमा चाहिँ एउटा टिम बनेर काम गर्दैछ। चाहे ढुङ्गा उचालोस्, घाँस काटोस्, माटो उचाल, तर एटलिस्ट तिनीहरूले खाना त पाइरहेको थियो नि त्यो पैसाबाट होइन। हर्क साम्पाङ एक्लैले म्यानेज गर्ने अवस्था थिएन। म हर्क साम्पाङको समर्थन होइन, बारम्बार भनिरहेको छु, माटो टिमको कसैको मान्छे होइन म। तर रिस उठ्यो आज मलाई। यो जुन अहिलेको राज्यको यो राष्ट्र पार्टीका जति पनि प्रधानमन्त्रीको राज्यको एउटा क्युआर आयो, मलाई प्रेसर आयो त्यहाँबाट। त्यो क्युआर आएर मलाई रिस उठ्यो है। म यति कुरा क्लियर गराइदिन्छु नेपाली दाजुभाइ दिदीबहिनीहरू होइन। त्यो जति पनि हर्क साम्पाङको अहिले सहयोग मागेको क्युआरमा पैसा जान्छ भने त्यसमा म सिधै नढाँटी गर्न भन्नु पर्दाखेरि 90 आएछ भने पनि 90% त्यो ती व्यक्तिहरूलाई रासन पुग्छ, ती व्यक्तिहरूको सरसहयोगमा, कपडा लाउने खानेमा व्यवस्थामा जान्छ। तर म यो राज्यको यो घन्टी सरकारको यो क्युआरमा हालेको पैसामा म त्यो व्यक्तिहरूमा जान्छ भने म 100% होइन, 1% पनि कन्फर्मै छैन। ल सिधा कुरा किन भनेर सोधा नेपाली भाडा दाजुभाइ दिदीबहिनीहरू, तपाईँ हामी भाडाले सोधा मलाई किन भनेर। किनभने इन्डियाबाट मात्र हिजो मोदीले फोन गरिसकेको छ ती गोलगाडे प्रधानमन्त्रीलाई है, फोन गरेर भनिसकेको छ हामी सहयोगको लागि जहिले पनि छौँ, हामी दाजुभाइ हौँ भनिसक्यो इन्डियाले। यस्तो कयौँ देश छ। आज त्यो भिडियो हेरेर, त्यो नेपालको अवस्था हेरेर, समस्या हेरेर हामी सहयोगको लागि जहिले अगाडि छौँ भने त्यत्रो सहयोग हराउँछ है। त्यो सहयोग त्यो गरिबसम्म पुग्छ, त्यो व्यवस्थापनसम्म पुग्छ, त्यो बाढी पीडितसम्म पुग्छ भने मलाई 1% पनि लाग्दैन। पुग्यो भने 1% पुग्यो भने पनि बाँकी कुरा पुग्दैन। ल तर हर्क साम्पाङको त्यो क्युआरमा गयो भने 100मा म सिधै भन्छु 99% जान्छु। म माटोको समर्थन होइन, बारम्बार भनिरहेको छु, म कुनै पार्टीको समर्थन होइन। कुरा क्लियर हुनुहोस्। तर रिस उठ्यो क्या मलाई यो क्युआर राखेर। बरु हिजोको चोर नेताहरूले क्युआर राखेको थिएन क्या है। कुनै पनि त्यस्तो 72 सालको त्यत्रो ठुलो भूकम्प गयो, कहाँ त्यत्रो बेला त्यो हरेक वर्षमा तराईमा क्षति भइरहेको थियो, विनाश भइरहेको थियो बाढीले। कहिले क्युआर उठाएन, कहिले क्युआरमा पैसा हाल भनेर नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग मागेको छैन। अनि आज यत्रो नेपालीहरूलाई करमा कर, ट्याक्समा ट्याक्स पेलाको त्यत्रो खरबौँ पैसा कहाँ गयो त? साह्रै रिस उठ्छ यार, साह्रै मन दुख्छ यार। अहिले यस्तो अवस्थाको घडीमा हामी आफै नेपाली भेडा दाजुभाइ दिदीबहिनीलाई हामी आफै भेडा भएर त्यो राज्यलाई बिगार्दैछौँ, त्यो राम्रो मान्छेहरूलाई हामी बिगार्दैछौँ, त्यो देशभक्ति व्यक्तिहरूलाई हामीले गलत ठान्दैछौँ। ती देशभक्ति मान्छेले हेर यो देश जोगाउँदैछ, चिन्दै गर। भोलि ती व्यक्तिहरू यति खराब भएर निस्किने बेला त्यो देशभक्ति मान्छेले देश चलाउँछ। बढी कुरा गर्छ यार। सबै नेपाली भेडाहरू हामी भेडा, कमन सेन्स भन्ने छैन। त्यत्रो राज्यले एउटा घन्टी सरकारले क्युआर बाँडिरहेछ होइन, उता हर्क साम्पाङले सहयोग माग्यो भनेर कराइरहेछ एकअर्कामा। कसैले केही भन्ने नै होइन। मन लाग्छ हाल, मन लाग्दैन नहाल। तर त्यसरी एक राज्यले पुगेको पैसा चाहिँ त्यहाँ पुग्छ भन्ने मलाई 100मा 1% पनि छैन। बाँकी कुरा आफै सोच्नु, आफै बुझ्नु। त्यति दिमाग छ भने पहिलाको चोर नेतालाई पल्टाऊ, अनि अहिलेको गर्दै गरेको कामको यो सरकारलाई पल्टाऊ,
अनि त्यसपछि एउटा चाहिँ जो चाहिँ त्यसको भक्ति बनेर चाहिँ हर दिन रात चाहिँ त्यसको लागि जनताको लागि मरि मेट्छु भनेर गर्ने व्यक्तिलाई चिन। त्यति चिन्न सक्दैन भने गएर आफै झुन्डेर मरे हुन्छ। कमेन्ट गर्नु होला, भिडियोलाई सक्दो सेयर गर्नु होला। जय नेपाल।